सामा चक्रेवा मूर्तिकला कार्यशालामा अध्यक्षज्यू, प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यू, विशिष्ट अतिथि प्राज्ञिक व्यक्तित्वहरू र यो मैथिली विकास कोषका प्रतिनिधिज्यू लगायत अहिले यो हाम्रो यो नेपाल ललितकला प्रतिष्ठानबाट विभागीय प्रमुखका रूपमा आउनुभएका महन्त प्राज्ञज्यू र हाम्रा कार्यपत्र प्रस्तुता प्राज्ञ एसी सुमनज्यू लगायत हाम्रा महन्त प्राज्ञ दुईजना कार्यपत्र प्रस्तुता, साथै आजको यो सामा चक्रेवाको बारेमा विषय विधामा मूर्तिकला माध्यमबाट कलाको अभ्यास गर्ने, अन्तर्क्रिया गर्ने, छलफल गर्ने रूपमा सहभागी हुनुभएका सम्पूर्ण सहभागी महानुभावहरू, विभिन्न विद्वान वर्गहरू सम्पूर्ण मैले माफ गर्नुहोला, नेपाली भाषामै बोल्ने भए मलाई केही बुझाइ त मेरो मैथिली भाषामा केही बुझ्छु बुझ्नु त सारमा त, तर मैले बोल्नको लागि चाहिँ मैले अलिक प्रष्ट हुनुभएकोले म यहाँहरूसँग माफी माग्छु। अहिले मैले धेरै कुराहरू भन्नु त छैन, मैले अपेक्षा गरेको थिएँ हाम्रो कार्यपत्र दुईजना प्रस्तुताहरूको कार्यपत्र आइसकेपछि मैले यहाँ आफ्नो कुराहरू राख्नु पर्ला भन्ने लागेको थियो, तर हामीलाई अलिकति हतार र मुख्यमन्त्रीज्यूको समय पनि पाबन्दी र मलाई यहाँले समय दिइहाल्नु भएकोले मैले कार्यपत्रसँग जोडेर बोल्न चाहिँ पाइनँ। त्यस कारणले मैले मेरो आफ्नै रैथाने तरिकाले म यहाँहरूसँग प्रस्तुत गर्नेछु। मैले सहभागी महानुभावलाई कति बुझाउन सक्छु, मेरो भाषा अलिक क्लिष्ट पनि होला अथवा मेरो भाषा आफ्नै खालको पनि होला, यहाँको लोक भाषा र यहाँको साँच्चै मातृभाषाको रूपमा परिव्यक्त गर्ने नसक्दाखेरि कति कुराहरू बुझाउन नसकुला, त्यसको लागि तैपनि म मेरो सरल तरिकाले प्रयास गर्छु। यो कार्यपत्रमा हामीले सबभन्दा पहिले हाम्रो ललितकला प्रतिष्ठानमा सहकार्य गर्नको लागि मैथिली विकास कोषबाट यहाँका नेतृत्वकर्ता व्यक्तित्वहरूले सहकार्यको लागि आह्वान गर्नुभयो र समय हामी सरसल्लाह गऱ्यौँ र आज यो हाम्रो पहिलो कार्यक्रम तपाईँहरूसँग सहकार्यको रूपमा आएको छ। योभन्दा पहिले हामीले प्रदेश ललितकला प्रदर्शनी पनि गरिसकेका छौँ। त्यो सँगसँगै हाम्रो यहाँको मधेस प्रज्ञा प्रस्थानको पनि कार्यक्रम केही कुराहरू सहकार्यमा हामीले गरेका थियौँ, तर आज मधेस प्रज्ञा प्रस्थानको तर्फबाट प्रतिनिधित्व नदेख्दा चाहिँ म कता अलिक खण्डित भइरहेको अवस्थाको बोध भइरहेछ। अन्तिममा त संस्थागत रूपले चाहिँ फेरि मधेस प्रज्ञा प्रस्थानले यो मैथिली विकास कोष लगायत अरू नाट्य लगायत भाषा साहित्य बाहेक सङ्गीत नाट्यको पनि सबै जोडेर ललितकला पनि जोडेर भोलि नेतृत्व गर्नुपर्ने हुन्छ। तर त्यो अर्थमा यो हुन त यो आन्तरिक कुरा हो र यहाँ मुख्यमन्त्रीज्यू नै हुनुभएकोले मैले धेरै यो गफ लाउनु आन्तरिक रूपमा हामीले विधागत प्राज्ञिक हस्तक्षेप गरेको जस्तो हुनसक्छ। राजनीतिक स्वायत्तताको दृष्टिकोणले चाहिँ यहाँको आत्मनिर्णयको अधिकार र सवाल पनि हो, तर पनि हामीले विधागत रूपमा हेर्दाखेरि चाहिँ हामीलाई केन्द्रबाट सङ्घीय संरचनाको ललितकला प्रतिष्ठानले सहकार्य साझा कार्यक्रम गर्नेमा हामी दुईवटा मेथड प्रयोग गर्छौँ। एउटा PPP मोडेल प्राइभेट पब्लिकबाट, एउटा चाहिँ G2G मोडेलबाट, र विशेष गरेर हामीलाई सजिलो चाहिँ सरकारको आधिकारिक निकायको रूपमा कला साहित्य सङ्गीत र ललितकलाको सबैको नेतृत्व गर्ने चाहिँ प्रज्ञा प्रतिष्ठानै भएको हुनाले त्यो प्रतिष्ठानभित्रबाट जोडेर हामीले गभर्मेन्ट टु गभर्मेन्ट गरेर सजिलो हुने र यहाँ पनि प्रदेश सरकारले पनि भोलि एकाडेमी राम्ररी ऐन कानुन अनुसार यो एक खालको ऐनै बनाएर फेरि गठन विधिको आधारबाट गठन आदेशको आधारमा नभएर ऐनै नेपाल मधेस प्रज्ञा प्रतिष्ठान ऐन नेपाल प्रज्ञा प्रतिष्ठान मधेसको ऐन गठन गरेर समिति सम्पूर्ण गरिनु भयो भने यहाँहरूको अलिकति बृहत रूपमा
हामी अङ्ग्रेजीमा होलिस्टिक भन्छौँ त्यो अर्थमा नेतृत्व हुन्थ्यो होला भन्ने लाग्छ। त्यही कारणले एउटा मेरो त पहिलो खड्केको मलाई अलिक कता कता अहिले यहाँ एकजना प्रतिनिधि पनि एकाडेमीको नहुँदाखेरि यो अलिकति भोलि समग्र समावेशिता र सहअस्तित्वको सहकार्य नहुने हो कि भन्ने लाग्छ। तर जे हुँदा हुँदै पनि यहाँहरूको आन्तरिक कुरा हो। तर मलाई अहिले यहाँहरूले मिथिला विकास कोषले जुन यो आफ्नो क्षेत्रमा ललित कलालाई पनि जोडेर सामा चकेवाको विधा र विषय कन्टेन्टलाई हाम्रो ललित कलाको क्राफ्टम्यानसिपसँग जोड्ने र ग्रामर अफ फाइन आर्टको कुरालाई पनि उपयोग गरेर यहाँको लोक विधि विज्ञान अनुसार यहाँले जुन गर्नु कार्यक्रमहरू गर्ने तय गर्नुभएको छ यसको लागि म सराहना गर्दछु र हार्दिक आभार पनि प्रकट गर्दछु। हामीले नेपाल ललित कला प्रतिष्ठानले अघि नै हाम्रो विभागीय प्रमुखज्यूले भनिसक्नु भएको छ, हामी ललित कलाले 3टा कुरालाई ध्यान दिएका छौँ। हाम्रो केन्द्रीय भावधारामा हाम्रो सार नारा एउटा अनुसन्धान, एउटा सिर्जना र सम्मान। त्यो हुनाले हामीले यो कार्यक्रमलाई 3टै पक्षबाट हेरिरहेका छौँ। एउटा अनुसन्धानमा सामा चकेवाको ललित कला के कस्तो हुन्छ त भनेर पनि एउटा प्र्याक्टिकल बेसिसमा अनुसन्धान हुने आधार पनि हामीलाई तयार भएको छ। यहाँ त्यो अर्थमा त्यो रूपको एउटा 2टा कार्यपत्र आउँदैछ। एउटा ललित कला मूर्तिकला यो ठाउँमा मधेसको मूर्तिकलासँग जोडिएको ऐतिहासिक विरासतदेखि भइरहेको कुरा र आगामी सम्भावनाको कुराहरू आउँछ। त्यसमै साथै सामा चकेवाको विस्तृत कार्यपत्रको रूपमा त्यसलाई चित्रकला र मूर्तिकला जोडेर के कस्तो सम्भावना गरिराखिएको छ र आगामी दिनमा त्यो खाले प्रविधि कलालाई लोक शैलीको विधालाई समसामयिक गतिशीलतामा जोडेर अहिलेको नयाँ प्रविधिको गतिशीलतासँग कसरी समायोजन गरेर लाने र अगाडि बढ्ने भन्ने कुरालाई पनि हाम्रो यस सुमन प्राविज्यूको कार्यपत्रबाट आउनेछ। त्यसो हुनाले मैले धेरै कुरा त जोडिनँ, तर हाम्रो अर्को त्यसको सब टपिक्स अथवा नारामा हामीले ललित कला प्रज्ञाप्रसादमा सामाजिक रूपान्तरण ललित कलाको अभियान भनेका छौँ। त्यो किन सामाजिक रूपान्तरण भन्यो भने अहिले जति पनि हामीले हाम्रो समाजमा जति हामीले केही कुराहरू सहजता भएन, के कुराहरू हुनुपर्ने जति भएन भनेर हाम्रो आफ्नो अपेक्षा र हाम्रो आफ्नो मागहरू उठिरहेको छ। विभिन्न क्षेत्रको दृष्टिकोणले, संहिताको रूपले, स्थानीयताको रूपले र हाम्रो एकदम कम्बिनेसन अथवा जनसंज्ञान ज्ञानको रूपले र हाम्रो अधिकारको कर्तव्यको रूपले ती कुराहरूलाई जोड्नको लागि हामीले अहिले एउटा ललित कलामा पनि अभियान चलाउनुपर्छ। जसरी यहाँले मैथिली विकास कोषले भाषा नाट्य, हिजो हामीले नाट्य गर्ने प्रसङ्गमा पनि सहभागी हुन पायौँ, तर अलिकति अधुरो भयो मलाई चाहिँ। तर त्यो जस्तै गरेर विभिन्न सांस्कृतिक रूपमा अघि नै यहाँले भन्नुभएको जस्तो कल्चरल हेरिटेजको कुराहरूलाई साँच्चै भित्रबाटै जनसमुदायको सम्पदामा मूर्त अमूर्त सम्पदालाई जोडेर यहाँ जो सामा चकेवामा भएको मूर्त अमूर्त सम्पदालाई केन्द्रीयकरण तथा साथै विश्वमा पनि लैजाने कुरामा हामीले तयार गर्ने क्रममा पनि अहिले हामी सामाजिक रूपान्तरणलाई लिइरहेका छौँ र त्यो माध्यम अपनाउने ललित कलाको माध्यमबाट के कति गर्न सकिन्छ भनेर जोड्ने हुनाले यसलाई सिर्जनामा जोड्दैछौँ। अहिले मैले अनुसन्धान भने, अब सिर्जनामा जोडेर हामी यो अभ्यास गर्दैछौँ। कहिलेकाहीँ सिर्जना र विषयवस्तुहरूलाई हामीले अनुसन्धान गरेर सिर्जना गर्ने र त्यो सिर्जनालाई सम्मान गर्ने कुराको इन्टर रिलेटेड आपसी सम्बन्ध छ र हामीले भोलि यही ललित कला प्रतिष्ठानले यहाँबाट राष्ट्रिय प्रतिभाहरू छनौट गर्नु पऱ्यो भने, राष्ट्रिय प्रतिभा अन्तर्राष्ट्रिय प्रतियोगितामा लानु पऱ्यो भने र तपाईँ हामीले देशको सांस्कृतिक अर्थनीतिलाई सहयोग गर्नु पऱ्यो भने, पर्यटन प्रबन्धनसँग जोडेर कलालाई विकास गरेर लानु पऱ्यो भने र लाँदैछौँ पनि, त्यसलाई अझ विकास गरेर लान सक्यो भने राम्रो भन्ने अर्थमा हामीले सम्मानको सन्दर्भमा कुराहरू लान सक्छौँ र यसलाई सम्मान गर्ने क्रममा सिर्जनालाई प्रमोट गर्नको लागि पनि यो आवश्यकता छ। एक तह त यहाँले आफ्नो आन्तरिक रूपमा भित्रैबाट मिथिला कलालाई विश्वकरण गरिसक्नु भएको छ। यो एकाडेमी आए पनि नआए पनि तपाईँहरूले आफ्नो हाम्रो यो सिर्जना हो, हाम्रो पहिचान हो र हामीले नै पहल गर्नुपर्छ र पहुँच पुर्याउनुपर्छ राष्ट्रदेखि अन्तर्राष्ट्रियसम्म भनेर लाग्नुभएकै छ।
तर बेस्टी लाग्ने कुरा र समष्टिमा जोडिने कुरा फरक फरक बनाए हुनाले तपाईँहरूले यो मैथिली विकास कोषबाट समष्टिमा जोड्नु भएको छ। तर यतिले मात्रै फेरि पुग्दैन अहिलेको विश्व सञ्जालमा। त्यसमाले अब हामीले नेपालको राष्ट्रिय रूपमा केन्द्रीय सरकारसँग पनि सङ्घीय सरकारसँग जोडेर यहाँको प्रदेश सरकार र स्थानीय सरकार लगायत विभिन्न तपाईँहरू जस्तो कम्युनिटी बेसको विकास मैथिली विकास कोष लगायत अरू विभिन्न कम्युनिटी बेसका सामुदायिक संस्थाहरूले समग्रमा इन्टिग्रेटेड अथवा एकीकृत रूपमा जोडेर लानुपर्ने हुन्छ। त्यो अर्थमा मैले अङ्ग्रेजीमा भन्ने गर्छु लोकल थ्रु सेन्ट्रल टु ग्लोबल, ग्लोबल थ्रु सेन्ट्रल टु लोकल। यो समायोजन गरेर जानको लागि पनि यस्तो कार्यक्रमहरू हामीलाई विशेष फाइदाजनक हुन्छ भन्ने हामीले सोचेका छौँ। त्यो अर्थले मैले अब यसमा धेरै कुराहरू नलगिकन यो कार्यपत्रको सन्दर्भमा हामीले त्यही अघि मैले भनेको जस्तो दुईवटा कुराहरू हामी लोकविधिमा गर्छौँ, एउटा उठान, व्याख्यान र पहिचान। त्यो अर्थमा उठानको रूपमा बचाइको लागि पनि हामीले हाम्रो कलाकृतिलाई जोड्छौँ। त्यो अर्थमा जन्माइको रूपमा, त्यो अर्थमा हाम्रो यो कति प्रविधिहरू विभागहरू हाम्रो कलाको विषयवस्तु हामी हाम्रो जन्माइसँग जोडेर यो सम्बन्ध माया वृत्तिका कुरा, भविष्यका कुराहरू, विपरीत लिङ्गको आकर्षणको कुराहरू पनि जोड्छौँ। त्यो बाहेक अर्को हाम्रो बचाइमा सङ्घर्ष आउँछ, जीवन सङ्घर्ष, घाँस पास कपास योसँग पनि जोडिएको कला छ यो मलाई लाग्छ। त्यसपछि अर्को चाहिँ पुस्ता हस्तान्तरण। जब हामी सामाजिक रूपमा विभिन्न सङ्घर्ष गरेर प्रकृति र मानव समुदायसँग र अरू कुराहरू पर्यावरण पञ्चतत्त्वसँग एसिमुलेसन मिलाएर जुटेर समायोजन गरेर हामी पढ्छौँ, तब फेरि हाम्रो निरन्तर संसार हस्तान्तरण गर्ने क्रममा पुस्ताहरूमा हस्तान्तरण गर्नको लागि तयारी हुनुपर्ने हुन्छ। त्यो अर्थमा हाम्रो लोकविधिको यो सामाचक्यको प्रवृत्ति पनि हामीमै हाम्रै पुस्तामा मात्रै सीमित भएर नजाओस्, क्रमशः आगामी नयाँ पुस्ताहरूमा पनि हस्तान्तरण होस् भनेर पनि अहिले हाम्रो यो एउटा महत्त्वपूर्ण डिस्कोर्सको कार्यक्रम छलफल चलाइरहेका छौँ। त्यसै हुनाले यो लोकविधि विज्ञानमा यो मूर्तिकलाको कार्यक्रममा चित्रकला त सामान्य लोक मैथिली कलामा आइरहेकै छ, सामाचक्रमा मूर्तिकला पनि लोकविधिबाट आइरहेको छ। तर हामीलाई त्यतिले मात्रै अब नबोल्ने हुनाले अलिकति हाम्रो ग्रामर र फाइन आर्टको टेक्निक अलिकति नयाँ प्रविधि र ग्रामहरू पनि अहिले बढाएर समयअनुसार समायोजन गरेर लानु सकिन्छ कि भनेर जानको लागि तपाईँहरू जस्तो साधकले हाम्रो यो के अरे साधनलाई यन्त्र जो के अरे साध्य तय गरेर मन्त्र तय गरेर यहाँले साधन प्रयोग गरेर अब साधना तन्त्र प्रयोग गर्दै जानुभयो भने निश्चय नै तपाईँ हाम्रो पहल पनि बढ्छ, पहिचान पनि बढ्छ र पहुँच पनि पुग्छ। त्यो अर्थमा सापेक्षित सफलता सँगसँगै युगानुगल हुने हुन्छ। त्यसैले आगामी दिनमा ललितकला पर्यवेक्षणको प्रदर्शनीमा पनि तपाईँहरूको सहभागिताको विशेष अपेक्षा गर्दै हाम्रो नेपाल ललितकला पर्यवेक्षणले तुरुन्तै माघ फागुनमा नेपाल ललितकला पर्यवेक्षण प्रदेश प्रदर्शनी गर्दैछ र यो प्रदेश प्रदर्शनी लगायत विभिन्न देशको कुना काप्चासँग पहाडको, मधेसको, पूर्वको, पश्चिमको सबैको प्रतिनिधित्व गराएर विभिन्न सम्मेलनहरू पनि गर्दैछौँ। यो क्षेत्रमा पनि मूर्तिकलाको प्रतिनिधित्व भयो भने हामी तुरुन्तै लुम्बिनीमा प्रदेश प्रदर्शनी गर्दैछौँ। के भयो भने हाम्रो पहाडले तराई नबुझ्ने, तराईले पहाड नबुझ्ने, पूर्वले पश्चिम नबुझ्ने, काठमाडौँले अरू मफसल नबुझ्ने अर्थ भयो भने हाम्रो समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल हुँदैन र हामीले अहिलेको नयाँ राजनीतिक माहौलको नयाँ संविधान बनाए पनि व्यावहारिक रूपमा लागु हुँदैन र व्यावहारिक रूपमा अर्थ हुँदैन। त्यस अर्थले अहिले एकापछि पहिचान जोड्ने र राष्ट्रिय पहिचानमा लगेर एक खालको सङ्गठित गर्ने र सङ्घ र केन्द्रमा भएका शक्ति, अधिकार र विषय साधनहरूलाई विकेन्द्रित गरेर तपाईँ हाम्रो स्थानीय लेभलसम्म पुर्याएर यसको राम्ररी वैज्ञानिक ढङ्गले, भावनात्मक ढङ्गले लाग्नुपर्नेछ। तपाईँ हामी धेरै कलाकार, सर्जकहरू धेरै मुटुले काम गर्छौँ, सिर्जना मुटुबाटै उठ्छ, तर त्यसलाई समायोजन गर्ने, विधि बनाउने, योजना बनाउने चाहिँ फेरि मस्तिष्क प्रयोग हुन्छ। त्यो भौतिक कुराहरूमा यहाँ जस्तो प्राज्ञिक बौद्धिक व्यक्तिहरू, विज्ञहरू धेरै हुनुहुन्छ, नेतृत्व गर्ने राजनीतिक व्यक्तिहरू, जनप्रतिनिधिहरू हुनुहुन्छ। अब यहाँहरूले त्यो बौद्धिकता र इन्टेलेक्चुअली तपाईँहरूको अरू योजनागत कुरा र राजनीतिक रूपमा नीतिगत कुराहरू
दार्शनिक कुराहरू उठाएर लगेर हामीले अन्तिममा हाम्रो प्राज्ञिकता विवेच्य यहाँ जुन हाम्रो प्रज्ञामा पुऱ्याएर हामी निर्णय गर्छौँ र हाम्रो जीवन अगाडि बढाउँछौँ त्यो अर्थमा सफल होस् र हार्दिक रूपमा बधाई दिन चाहन्छु र आगामी जो प्रदेश प्रदर्शनी लगायत सम्मेलनको कार्यक्रमहरूमा पनि हस्तकलाको सम्मेलन काठमाडौँ हुँदैछ, लोककलाको र हस्तकलाको राई परम्परा कलाको काठमाडौँमा सम्मेलन हुँदैछ, त्यसमा पनि यो क्षेत्रबाट प्रतिनिधि छानेर आओस्। मूर्तिकलाको प्रदर्शनी लुम्बिनीमा हुँदैछ, मूर्तिकलाको सम्मेलन लुम्बिनी हुँदैछ, त्यसको लागि पनि यहाँबाट आओस्। र अहिले तपाईँहरूले राष्ट्रिय प्रतिभा पुरस्कारको लागि पनि आफ्नो नाम दर्ता गराउनु भएकै होला। त्यसमा हाम्रो ललितकला परिवेशनाले पनि एउटा सदस्यको भूमिका संस्कृति मन्त्रालयमा खेलेर ललितकलाको तर्फबाट हामीले पनि सिफारिस गर्नुपर्ने हुन्छ। त्यसमा पनि तपाईँहरूको हाम्रो प्रतिनिधि भएकै होला। साथै हामीले अरू राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम साथै सार्क राष्ट्रले पनि हामीले कार्यक्रम गर्दैछ, त्यसमा पनि तपाईँहरूको उपयोग होस् र सहभागिता होस् भन्ने शुभकामना भन्दै यो कार्यक्रममा हामी ललितकला परिवेशनाले पनि तपाईँहरूले मैथिली विकास कोषले विशेष अवसर दिनुभयो, सहकार्य गर्न पायौँ। हामी आभार प्रकट गर्दै आगामी दिनको लागि हार्दिक शुभकामना। हवस् त, नमस्कार, धन्यवाद।